फ्याफुल्ला सम्पूर्णमा हेर्दै हुनुहुन्छ लासो आसाम अफिसियल र आज पनि नयाँ एपिसोडको साथ उपस्थित भएको छु। तामाङ भाषामा आबाट आउने धेरै शब्दहरू सिक्ने छौं। आताङ्नी, आताङ्नी भनेको चाहिँ मन परेन भनेको। आताबा, आताबा भनेको असम्भव। असम्भवलाई तामाङ भाषाबाट आताबा भनेर भन्छ। आडिक्पा, आडिक्पा भनेको चाहिँ अमिल्दो, अमिल्दो। आडिक्पा भनेको अमिल्दो। हामी चाहिँ नर्मली बोल्दा चाहिँ नमिल्ने चीजलाई आडिक्पा भनेर भन्छ। अनि आथानो, आथानो भनेको चाहिँ नराख भनेको। नराख, त्यो चीज नराख है भन्दाखेरि आथानो भनेर भन्छ। आथुङो भनेको चाहिँ नपिउ भनेको। पानी नपिउ अथवा नराम्रो चिज नखाऊ नपिउ भन्दाखेरि चाहिँ आथुङो भन्छ। नपिउ भन्दाखेरि चाहिँ आथुङो भन्छ है। आधायो भनेको चाहिँ आधायो भनेको चाहिँ नपकाऊ भनेर भनेको। हामी चाहिँ आधायो भनेर भन्छौँ अथवा आधायो भन्दा पनि आधायो आधायो भन्छ। त्यो चाहिँ नपकाऊ भनेर भनेको। अहिले सब्जी नपकाऊ, अहिले भात नपकाऊ भन्दाखेरि आधायो दान्दे भनेर भन्छ है। भात नपकाऊ अहिले भन्दाखेरि कान आधायो दान्दे भनेर भन्छ। द्याट मिन्स आधायो भनेको चाहिँ नपकाऊ भनेर भनेको। आनिबा भनेको चाहिँ नजाने भनेर भनेको। यो शब्द चाहिँ अगाडिको एपिसोडमा पनि भनिसकेको छु। आनिबा भनेको चाहिँ नजाने भनेर भनेको है। आन्यु भनेको चाहिँ नजाऊ भनेर भनेको। नजाऊ भन्दाखेरि आन्यु भनेर भन्छ। आपिदो भनेको चाहिँ नपठाऊ भनेको। नपठाऊ। अनि आपिनो, आपिनो भनेको चाहिँ नदेऊ भनेको। नदेऊ भन्दाखेरि आपिनो भनेर भन्छ। आबो भन्दाखेरि चाहिँ नल्याऊ भनेको। नल्याऊ भन्दाखेरि त्यो चिज नल्याऊ भयो भन्दाखेरि चाहिँ हजुर से आबो ताजी भनेर भन्छ। आबो भनेको चाहिँ नल्याऊ भनेर भनेको। आलो भनेको चाहिँ नगर भनेर भनेको। नगर भन्दा चाहिँ आलो भनेर भन्छ। आपाङो भन्दा चाहिँ नभन भनेर भनेको। नभना है, नभना भन्दाखेरि चाहिँ आपाङो या आपाङो भनेर भन्छ। आरोबो भनेको चाहिँ नपिटो भनेर भनेको। नपिटो नपिटो किन पिटेको भनेर भन्दाखेरि आरोबो आरोबो तिले रोपाला भनेर भन्छ। आरोबो भनेको चाहिँ नपिटो भनेर भनेको है। सो यस्तो यस्तो शब्दहरू थियो आजको। के कस्तो लाग्यो हजुरहरूलाई? सोरर भनेर सिधै गए। नबुझे दोहोऱ्याएर भिडियोलाई फेरि हेर्नु होला अथवा लेखेर राख्नु होला हजुरहरूले। र नयाँ हेर्दै हुनुहुन्छ भने लासो आसाम अफिसियललाई सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला। र हजुरहरूले मलाई सुपर थ्याङ्क्स जोइन बटनहरू दिएर पनि सपोर्टहरू गर्न सक्नुहुन्छ। र यति नै भन्दै फेरि अर्को एपिसोडमा भेट्ने आशाले आजको लागि चाहिँ लासो फ्याफुल्ला थुजुसे।